Hello, म हो इन्जिनियर मण्ड वर्किङ एन्ड लिभिङ इन जापान। आज तपाईँहरूलाई भन्न गइरहेको छु आजसम्म मैले कतिवटा रिसर्च पेपर आफ्नो पब्लिस गरेको छु भने अनि कहाँ कहाँ। मेरो आफ्नो फर्स्ट रिसर्च पेपर भनेको 3rd इन्टरनेसनल कन्फरेन्स इन पेस इन इन्जिनियरिङमा सब्मिट गरेको थिएँ। यो कन्फरेन्स 2024मा सिङ्गापुरमा भएको थियो। यो कन्फरेन्समा मैले आफ्नो पहिलो रिसर्च पेपर पब्लिस गरेको थियो, त्यो पनि इङ्ग्लिसमा। त्यो पेपरको लागि मैले अवार्ड पनि पाएको थिएँ। त्यो पेपर मेरो बेस्ट प्रोजेक्ट पेपर अवार्ड पाएको थिएँ। अनि दोस्रो त्यही सेम इयर 2024मा मैले आफ्नो सेकेन्ड रिसर्च पेपर सब्मिट गरेको थिएँ अनि पब्लिस पनि। त्यो हो ICSMGE 24। यो कन्फरेन्स भनेको लिस्बन पोर्चुगलमा भएको थियो 2024मै अगस्तमा। अनि मैले आफ्नो पहिलो रिसर्च पेपर जापानिजमा र थर्ड अनि तेस्रो रिसर्च पेपर त्यो पब्लिस गरेको थियो। त्यो भनेको हो 60 जापान जियोटेक्निकल सोसाइटी कन्फरेन्स। यो सिमोनोसेकीमा भएको थियो। अनि फोर्थ रिसर्च पेपर अनि मैले चौथो रिसर्च पेपर भनेको फर्स्ट जियोटेक एसिया 2025मा को कन्फरेन्समा सब्मिट गरेको थिएँ अनि पब्लिस पनि। यो कन्फरेन्स इन्डियामा भएको थियो, इन्डियाको गोवा भन्ने सिटीमा, इन्डियाको गोवामा भएको थियो। अनि पाँचौँ अनि सेकेन्ड रिसर्च पेपर इन जापानिज भर्खर पब्लिस गरेर थिएँ भर्खर प्रेजेन्ट गरेर थिएँ म सिजुओकामा। यो त्यही हो। अहिलेसम्म म 5वटा रिसर्च पेपर पब्लिस गरिसकेँ। 1 2 3 4 5 अहिलेसम्म मेरो 5वटा रिसर्च पेपर पब्लिस भइसकेछ। अझै यो साल मेरो अझै यो सालमा अझै मेरो 3वटा रिसर्च पेपर सब्मिट गरेको छु अनि एक्सेप्ट पनि भइसकेको छ पब्लिकेसनको लागि। अनि म जानेछु आफ्नो रिसर्च पेपर प्रेजेन्टेसनको लागि। अनि त्यसको पनि जाने भन्दा पहिला म तपाईँहरूलाई जानकारी गराउनेछु। त्यसको लागि म अर्को भिडियो बनाउनेछु प्रेजेन्टेसन गर्नको लागि। प्रेजेन्टेसनको भिडियोहरू आउनेछ, मलाई फलो गरेर राख्नुहोस्। मेरो रिसर्चको बारेमा तपाईँहरूलाई जानकारी मिल्नेछ। हस्त, धन्यवाद।